हेलो साथीहरू, वेलकम ब्याक टु दुखन ब्लग। फेरि पनि म तपाईँहरूलाई दुखन ब्लगमा स्वागत गर्न चाहन्छु। आज पनि सदा जस्तै एउटा फरक किसिमको भिडियो लिएर तपाईँहरूमाझ उपस्थित भइसकेको छु साथीहरू। आज पनि धरान 9 स्थित होटल रत्न इनमा युद्ध साहित्य पुरस्कार 2082 अर्पण समारोहमा म उपस्थित भइसकिसकेको छु। 211औं वर्षको गोर्खा भर्तीको इतिहासमा भारतीय सेनाको कार्यरत अथवा सेवानिवृत्त कुनै पनि सैनिकले युद्ध साहित्य पुरस्कार आजसम्म जितेको उपाधि जितेको इतिहास छैन। तर आज त्यस्तो इतिहास रचिँदैछ कि 2082 को युद्ध साहित्य पुरस्कार भारतीय सेनाका सेवानिवृत्त कवि साहित्यकार क्याप्टेन भीमबिरही राई साहबको हातमा परिरहेको छ। यो एउटा भारतीय सेनाको लागि ऐतिहासिक दिन भन्दा फरक नपर्ला। कवि तथा साहित्यकार क्याप्टेन भीमबिरही साहबले अहिलेसम्म प्रकाशन गर्नुभएका उहाँका लेखहरू: विदेशी सिपाही युद्ध उपन्यास 2059, दबिएका आवाजहरू कविता सङ्ग्रह 2064 र बारुदले कोरेका अक्षरहरू युद्ध कविता सङ्ग्रह 2082 र युद्ध कविता सङ्ग्रह जो बारुदले कोरेका अक्षरहरू भन्ने उहाँको कविता सङ्ग्रहले यसपटक भने युद्ध साहित्यिक पुरस्कार 2082 हात पार्न सफल भएको छ। कवि तथा साहित्यकार क्याप्टेन भीमबिरही साहब आज मात्रै होइन, विगतका दिनदेखि नै उहाँ स्थानीय तथा राष्ट्रिय लेभलको साहित्यिक कार्यक्रमहरूतिर आफ्नो उपस्थिति जनाउँदै आउनुभएको सर्वविदितै छ। यति मात्रै होइन, परदेशी बिम्बहरू भन्ने साहित्यिक वार्षिक पत्रिकामा 17 वर्षदेखि लगातार आफ्नो सम्पादन, आफ्नो साहित्यहरू, आफ्नो कविताहरू सम्पादन गर्दै आइरहनु भएको छ। यति लामो 211 वर्षको गोर्खा भर्तीको इतिहासमा पहिलोपटक युद्ध साहित्य पुरस्कार भारतीय गोर्खा सैनिकको हातमा पार्न सफल कवि तथा साहित्यकार क्याप्टेन भीमबिरही साहबलाई फेरि पनि हार्दिक 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 शुभकामना तथा बधाई ज्ञापन गर्न चाहन्छु। यस पुरस्कार अर्पण समारोह कार्यक्रममा कवि भीमबिरही साहबले आफ्नो सहकर्मी साथी जितेको नाममा कविता सङ्ग्रहबाट यस कार्यक्रममा प्रस्तुत अनि त्यसको 11 वर्षपछि उसको पुण्यतिथिको दिनमा मैले जो त्यहाँको अवस्था हेरेँ, त्यति बेला मलाई यो फिल भयो। अनि मैले यो लेखेको कविता हो। कविता भयो कि भएन, अब यहाँ कविता साहित्यमा सबै पण्डितजीहरू हुनुहुन्छ, सर्वोदण्ड व्यक्तिहरू हुनुहुन्छ। कविताको शीर्षक आत्मसंवाद। आज 1 वर्षपछि फेरि त्यसरी तेरो याद आयो जिते। आज 1 वर्षपछि फेरि त्यसरी तेरो याद आयो जिते। जिते अर्थात् 94 21 430 राइफलम्यान जितबहादुरले। यस्तै हो जिते, वर्षभरिमा तँलाई सम्झिने भनेकै शहीद दिवस, विजय दिवस र तेरै स्मृति दिवस मात्र हो। बाँकी दिनहरू त तँलाई थाहै छ, कताको टुङ्गी कताको टुङ्गी। हुन त यो मथिङ्गलबाट कहिले नै पो तेरो सम्झना ओझेल परेको छ र। हुन त यो मथिङ्गलबाट कहिले नै पो तेरो सम्झना ओझेल परेको छ र। ठिक 11 वर्ष पहिला आजकै दिन त भोलि हिउँले ढाकिएको त्यो डाँडोमाथि सँगै अगाडि बढ्दै दुश्मनको बुलेटले तेरो छातीमा उसको अन्तिम गन्तव्य चुनेको थियो। मेरै अगाडिबाट लड्दै लड्दै तल गएर ढुङ्गामा अडिस। मेरै अगाडिबाट लड्दै लड्दै तल गएर ढुङ्गामा अडिस। केही क्षण छटपटाइस, तर बन्दुक छोडिनस्। मेरो एक शब्द, मेरो नाम समेत लिन पाइनस्। तँलाई कति दुख्यो थाहा छैन जिते, तर तेरो मृत्यु भन्दा त्यसरी मलाई दुख्यो।
अहिले पनि दुखाइ कम त कहाँ भएको छ र, अहिले पनि दुखाइ कम त कहाँ भएको छ र, तर तेरै नम्बर छापिएको कालो कम्मलले तेरो सम्झनाको दुखाइ लुकाउने कोसिस गरिरहेको छु। बटालियनको राइजिङ डे आउनै हुँदैन, बटालियनको राइजिङ डे आउनै हुँदैन, तर मैले टेन्ट पछाडि लुकेर गोर्खा बियर र पकौडा खाएको सम्झिन्छु। गोर्खा बियर त्यो जाडलाई भनिन्छ बोर्डमा सेनामा। बटालियनको राइजिङ डे आउनै हुँदैन, तर मैले टेन्ट पछाडि लुकेर गोर्खा बियर र पकौडा खाएको सम्झिन्छु। अनि अहिले राइजिङ डेमा गोर्खा बियर र पकौडा देख्दै नाक लागेर आउँछ। यता झन् तिहारको मेला, यता झन् तिहारको मेला, कबीरजङ साहबको टाइसको मकुट दाउमा सँगै 9 वर्ष हारेर महिनैभरि बेखर्ची भएको कबीरजङ साहब भने बुढो अहिले पनि इटाली आउनुहुन्छ, अहिले पनि मेला सेलमा टाइस खेलाउनुहुन्छ। कबीरजङ दाइ कोटाको हुनुहुन्छ इटालीमा। अरू त अरू लेह लद्दाखमा अवकाश जाँदा खाजा खाने निहुमै बिना कारण कति दिन नबोली पनि साथीभाइको त्यत्तिकै मनमुटाउ हुन्छ। अहिले त लाग्छ जिते तेरो सम्झनामा एक शब्द बोल्न पाए हुन्थ्यो, तेरो एक वचन सुन्न पाए हुन्थ्यो भइरहन्छ। साँच्चै तेरो टिमको बाकस मैले घर पुऱ्याएको त थाहा पाइस् होला नि। भौतिक शरीर मरे पनि आफ्नो मर्दैन भनिन्छ, त्यही भएर मैले लेखेको। साँच्चै तेरो टिमको बाकस त मैले तेरो घर पुऱ्याएको थाहा पाइस् होला नि, तर त्यसमा सबै तेरो सिभिल लुगा मात्र थिए है। सरकारी कपडा त पल्टनले चढाइदियो, तेरो कपडा जलाउँदा मलाई मेरै जिउमा आगो लागे चाहिँ भयो। हेभरसेटमा भएको स्टिलको गिलास तेरो छाती छेडेर गएको बुलेटले दुलो पारेको छ। चम्ची त हेर्दा हेर्दै गोलीको स्प्लेटरसँगै उडेर गयो। भेटिन खै कता आयो त्यो दुलो परेको स्टिल गिलास अहिले पनि मसँग छ, यहीँ घरमै राखेको छु। अहिले स्टिल गिलास अनि सियो धागोको बट्टामा लागेको लुकाएर राखेको राउन्डिस र ओल्डिस वर्षेनी जुलाई 11 तेरो फोटो सँगै राखेर तँलाई मनपर्ने दही चढाएर पूजा गर्छु, किनकि त बाँचुन्जेल त मलाई दही खानै दिनस् नि। तेरो शहादत पश्चात फेरि मैले पनि कहिल्यै दही खाइनँ। अनि तेरो फोटोमा जहिल्यै एक पिरको ब्रेड राखिदिन्छु, त्यो किन थाहा छ? त्यही ब्रेड खाँदा क्यान्टिनमा गुरुजीले भेटाएर त्यसमारी सजाय दिँदा छाडेको बिर्सेको छुइनँ नि मैले। ए सुन्न त हाजिर आउने बेलामा बुढासुब्बा गएर भालेको कलेजोमा चोखाना हेर्दा त तेरो दशाग्रह बलियो छ भन्थ्यो नि है। तेरो बुढी जुलुसँग नाम लेखिएको बाँस आजकल त त्यो बाँस पनि हराइगएछ। बुढासुब्बामा तेरो बुढीले बाँधिदिएको जनै अनि फेदलमाले दशाग्रह सातो लाउँदै बाँधिदिएको डोरी दुईटै घरमा आमालाई ढोकेर हातलाई दिएको छु। अहिले त तेरो छोरी पनि ठुली ढाकी छिन्, सबले भन्दा रहेछन् आहा कति राम्री, कति ठ्याक्के नानी ठ्याक्के बाउके अनुहार। तर मलाई सोध्न मन लाग्छ अब बाउ नै नरहेपछि तेरो छोरी भाग्य नानी कि अभागी? ल बाँकी सब ठिक छ जित्ते, बस यहाँ यसरी आफ्नो साथी त्यहाँ यो कविताले धेरै नै भावुक बनाएको पनि दृश्य हुन्छ। र साथीहरू, आजको युद्ध साहित्य पुरस्कार कवि तथा साहित्यकार क्याप्टेन भीम बिराई साहबको हातमा पढ्न सफल भइसकिसकेको छ। यसरी सम्मान पत्रको साथमा उहाँलाई 50,050 रुपैयाँ नगद रुपैयाँले सम्मान गरिएको छ। फेरि पनि यसरी समग्र भारतीय गोर्खा सैनिकहरूको प्रतिनिधित्व गर्दै युद्ध साहित्य पुरस्कार 2082
हात पार्न सफल कवि तथा साहित्यकार क्याप्टेन भीम बिरही सापलाई हार्दिक हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै युद्ध साहित्य पुरस्कार कोष बेलायतलाई पनि धेरै धेरै मेरो व्यक्तिगत तर्फबाट र भारतीय गोर्खा सैनिकहरूको तर्फबाट हृदयदेखि धन्यवाद व्यक्त गर्दै कवि तथा साहित्यकार क्याप्टेन भीम बिरही सापलाई फेरि मुरी हार्दिक बधाई तथा शुभकामना र साहित्यिक यात्राले शिखर चुमोस् भन्दै यस भिडियो मार्फत बिदा हुन चाहन्छु। नमस्ते। फेरि पनि तपाईँ हाम्रो अर्को भिडियोमा भेट हुने नै छ र अन्त्यमा फेरि पनि क्याप्टेन भीम बिरही सापलाई जय गोर्खा जय गोर्खा जय गोर्खा।